नमस्कार साथीहरू, आज म डिपोजिट स्लिप कसरी भरिन्छ सिकाउन गएको छु। डिपोजिट स्लिप भर्दाखेरि पछाडिबाट फर्स्टमा साल लेख्नुहोला। जस्तै 1 2 3 4 गरेर यहाँदेखि साल लेख्नुहोला। नौ महिना 7 गते। त्यसपछि यहाँ ब्रान्च लेख्नुहोला, शाखा कुन ब्रान्चमा यो डिपोजिट स्लिप बुझाउन गएको छु त्यो ब्रान्च लेख्नुहोला। जस्तै म बिरगजको ब्रान्च लेख्छु। त्यसपछि यहाँ खातावालाको नाम लेख्नुहोला, अकाउन्ट होल्डर्स नेम। त्यसपछि यहाँ खाता नम्बर लेख्नुहोला, अकाउन्ट नम्बर। अनि यहाँ मुद्रा करेन्सीमा NRP लेख्नुहोला। अब नगद बुझाइरहेछौ कि चेक बुझाइरहेछौ? म नगद बुझाउन गएको छु, त नगदमा टिक लगाउँछु। त्यसपछि पर्पोज अफ डिपोजिट जम्मा गर्ने कारण लेख्नुहोला। जस्तै म सेभिङ लेख्छु। त्यसपछि यहाँ फुल नेम, पुरा नाम लेख्नुहोला डिपोजिट गर्नेको। त्यसपछि यहाँ नम्बर लेख्नुहोला। अब यहाँ एड्रेस लेख्नुहोला। त्यसपछि अब यहाँ लेख्नुहोला। जस्तै म 500 को बुझाउन गएको छु भने एउटा छ 500 को। वन लेख्नुहोला। दुईवटा छ। दुई अनि 20 को एउटा छ, यहाँ 1। त्यसपछि 1 2 3 4 5 6 100 को यहाँ छ 6। अब यहाँ यो 10 को 17वटा छ यहाँ। अब यो 5 को हाम्रो 100वटा छ 100। त्यसपछि गुणन गर्नुहोला। त्यसपछि टोटल अमाउन्टमा लेख्नुहोला। अब यहाँ यसरी नै हजुरहरू डिपोजिट स्लिप भर्नुहोला।